सन् 1984 को कुरा हो। यो कथा कर्नाटकको एउटा सानो सहरको हो। धेरै दिनदेखि त्यो सहरमा एउटा ठुलो डर फैलिएको थियो। हरेक रात सहरका कुनै न कुनै पुरुष आफ्नै घरबाट रहस्यमय रूपमा हराउन थालेका थिए। यही खबर सुनेपछि वेङ्कट नामको एक पत्रकार त्यस सहरमा पुगे। सायद साँझको 6 बजेको थियो, तर सहरका सबै मानिस हतार हतार पसल बन्द गरेर घर फर्किरहेका थिए। वेङ्कटले देखे हरेक घरको बाहिर कन्नड भाषामा नालेबा अर्थात् भोलि आउनु भनेर लेखिएको थियो। उनले त्यहाँका एक पुजारीलाई रोकेर सोधे, यो सहरमा आखिर के भइरहेको छ? पुजारीले भने, यो सहरमा राति राति रातो साडी लगाएकी एउटा चुडेल घुम्छे। हरेक रात ऊ घर घर पुगेर जोडले ढोका ढकढकाउँछे र घरभित्र भएका पुरुषहरूको नाम लिएर बोलाउँछे। उसको आवाज व्यवस्था गर्न कुनै पनि पुरुषले सक्दैन। उनीहरू ढोका खोल्छन्। अनि त्यसपछि त्यो चुडेल उनीहरूले आफ्नै वंशमा पारेर कतै टाढा लैजान्छ र मारिदिन्छे। त्यसैले यहाँका मानिसहरूले बच्नका लागि घरको बाहिर नालेबा अर्थात् भोलि आउनु भनेर लेख्न थालेका हुन्। यो लेखेको पढेपछि चुडेल त्यस दिन फर्कन्छे र भोलि आउँछु भन्छे। यति भनेर पुजारी हतार हतार घरतिर लागे। वेङ्कटलाई भोलिको अखबारको लागि राम्रो समाचार त मिल्यो, तर केही पर पुगेपछि उनको स्कुटर पङ्चर भयो। यसैबीच अँध्यारो भइसकेको थियो। सबै मानिस आफ्नो आफ्नो घरभित्र पसिसकेका थिए। वेङ्कटले स्कुटरको ऐनातर्फ नजर लाउने बित्तिकै उनी स्कुटर त्यहीँ छोडेर ज्यान बचाउन दौडिए। उनी नजिकैको एउटा सानो घरभित्र पसे। ढोकाभित्रबाट राम्ररी थुने। केही क्षणमै ढोकामा कसैले जोडले ढकढकाउन थाल्यो। बाहिरबाट अनौठो र डरलाग्दो आवाजहरू आउन थाले। वेङ्कट डरले थरथर थरथर काँपिरहेका थिए। केही बेरपछि सबै आवाज एकाएक बन्द भयो। धेरै साहस जुटाएर उनले ढोका खोले। तर बाहिर कोही पनि थिएन। तर त्यसैबीच भोलिपल्ट बिहान भने वेङ्कट त्यस घरभित्र बेहोस अवस्थामा फेला परे। त्यो रात वास्तवमा उनीसँग के भएको थियो आजसम्म पनि उनले बुझ्न सकेनन्। त्यहाँका मानिसहरू भन्छन् उनी यस सहरका बासिन्दा थिएनन्, त्यसैले बाँचे। केही महिनापछि त्यस चुडेलको कुनै खबर सुनिन छाड्यो। तर आज पनि त्यस सहरका धेरै घरको बाहिर नालेवा अर्थात् भोलि आउनु भनेर लेखेको देख्न सकिन्छ। हिन्दी फिल्म स्त्री चलचित्र यही वास्तविक कथाबाट प्रेरित भएर बनाइएको हो।